के हजुरलाई थाहा छ हजुरले वर्षको चाहिँ 700 रुपैयाँ मात्रै तिर्नु भयो भने नेपाल सरकारले 1 लाखसम्मको स्वास्थ्यको बिमा कभर गरिदिन्छ नि। यो धेरै जसो मानिसहरूलाई चाहिँ थाहा हुँदैन। यो स्वास्थ्य बिमा चाहिँ कसरी चाहिँ नेपालमा सञ्चालन गर्ने, कसरी दर्ता गर्ने र अन्तिमसम्म चाहिँ कसरी यसलाई चाहिँ लिएर चाहिँ स्वास्थ्य चाहिँ फ्री रूपमा चेक गराउने भन्ने कुरा चाहिँ आज हामीले यो भिडियोमा अन्तिमसम्ममा बुझ्दै जान्छौँ। अन्तिमसम्म भिडियो हेर्नु होला र सकेसम्म सक्दो सेयर गर्नु होला है। नेपाल सरकारले स्वास्थ्य बिमा सञ्चालन गरेको छ। स्वास्थ्य बिमा कति छ भन्दाखेरि त्यसको दर भनेको धेरै छैन। एकजनाको चाहिँ 700 रुपैयाँ अनि यदि परिवारको चाहिँ 5 जना हुनुहुन्छ भने हजुरले वर्षमा 3500 रुपैयाँ चाहिँ तिर्नु पर्यो। अनि त्यस बापत नेपाल सरकारले चाहिँ एकजना परिवारमा चाहिँ एकजना सदस्यको चाहिँ 1 लाख रुपैयाँ चाहिँ उसले त्यो जुन हस्पिटलमा लाग्ने खर्च हुन्छ त्यो भनेको चाहिँ सरकारले बेहोर्छ। अब यो भनेको चाहिँ एकदमै थाहा पाउनुपर्ने कुरा के भन्दाखेरि हस्पिटलमा आएको केसहरू चाहिँ कतिपय केसहरू चाहिँ पैसा नभएर चाहिँ मृत्यु भएको केसहरू हुन्छ, डिस्चार्ज गर्न नपाएको केसहरू हुन्छ नि त। त्यस कारणले गर्दाखेरि हजुरले चाहिँ 1 वर्षको 700 रुपैयाँ मात्रै खर्च गर्नुभयो भने पनि नेपाल सरकारले 1 लाखसम्मको बिमा कभर गर्ने रहेछ नि त भन्ने कुरा थाहा पाउनु पर्यो। यसको लागि चाहिँ के गर्ने, नेपाल सरकारको बिमा थाहा पाउनको लागि के गर्ने भन्दाखेरि हजुरले चाहिँ जुन वडा कार्यालय हुन्छ त्यहाँ गएर चाहिँ बिमा दर्ता गर्ने मान्छेहरू हुनुहुन्छ, वहाँ गएर चाहिँ एउटा जुन संस्था हुन्छ हजुरको नजिकको जुन एउटा हस्पिटल अथवा स्वास्थ्य चौकी हुन्छ त्यसको नाम लिएर चाहिँ हजुरले दर्ता गर्न सक्नुहुन्छ। अनि नेपाल सरकारको यो जुन बिमाको सुविधा छ अरू अन्य हस्पिटलमा पाउँछ कि पाउँदैन भन्ने कुरा छ। यो अरू अन्य हस्पिटलमा पाउँछ, नेपाल सरकारले चाहिँ माथिबाट तोकिदिएको छ यो हस्पिटलमा चाहिँ स्वास्थ्य बिमा लागू हुन्छ है भनेर तोकेको छ। त्यो चाहिँ हामीले त्यसै लिन सकिन्छ। सबभन्दा मानिसहरू झुकिने भनेको चाहिँ रिफरल लिने केसमा। रिफरल भनेको के हो भन्दाखेरि यदि हजुरले जुन बिमा दर्ता गर्ने बेलामा एउटा स्वास्थ्य संस्था लेख्नु भएको छ नि त त्यो ठाउँमा चाहिँ यदि उपचार भएन भने हजुरले चाहिँ अन्य स्वास्थ्य संस्थामा पनि जहाँ गएर चेक गराउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामीले रिफरल लिनुपर्छ। त्यो कहाँबाट लिने भन्दाखेरि हजुरले जुन बिमा गराउने बेलामा त्यति बेला एउटा स्वास्थ्य संस्था लेख्नुपर्ने हुन्छ। जस्तै म भनेको बुटोलको मेरो जुन स्वास्थ्य संस्था लेखेको छ त्यहाँ त्यो भनेको चाहिँ लुम्बिनी प्रादेशिक हस्पिटल। मैले लेखेको त्यो स्वास्थ्य संस्था भनेको चाहिँ लुम्बिनी प्रादेशिक हस्पिटल छ कि मैले अब त्यो बाहेक अन्य ठाउँमा चेक गराउनको लागि के गर्नु पर्यो भन्दा मैले लुम्बिनी प्रादेशिक हस्पिटलमा जानु पर्यो। त्यहाँको अब मेडिकल अफिसर हुन्छ कि कन्सल्टेन्ट फिजिसियनहरू हुन्छ कि अरू कोही जोसुकै भए पनि उहाँबाट चाहिँ म रिफरल कागज लिएर आउनु पर्यो। अनि अन्य नेपालभरिको संस्थाहरू जता जता बिमा लागू हुन्छ त्यो ठाउँमा गएर मैले चेक गराउन सक्छु। अनि बिमा कति दिनसम्म लागू हुन्छ, रिफरल ल्याएको त म आउँछु डाक्टर साहब कामै गर्दैन भन्ने पनि धेरै गुनासोहरू आइरहेको हुन्छ। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरले रिफरल ल्याएको 7 दिनभित्र हजुरले उपचार गराउनु भयो भने यो सबै भनेको बिमाले कभर गरेको हुन्छ। तर यदि हजुरले रिफरल ल्याएको 7 दिनसम्म पनि उपचार गराउनु भयो भने यो भनेको बिमाले कभर गर्दैन। त्यो बापत फेरि हजुरले फेरि पुनः बिमा गराउनु पर्ने हुन्छ कि। मेन कुरा भनेको रिफरल लिन झन्झट। जस्तै के हुन्छ भन्दाखेरि म लुम्बिनी प्रदेशमा बस्छु नि त भनेपछि म बस्ने जिल्ला भनेको चाहिँ रूपन्देही छ। रूपन्देहीको पनि म कुनै गाविसमा वडामा बस्छु होला। त्यो वडाको चाहिँ जुनसुकै हस्पिटलमा गएर पनि रिफरल ल्याउने भन्ने कुरा छ। त्यो चाहिँ हुँदैन। त्यो हजुरले चाहिँ जुन बिमा काट्ने बेलामा जुन स्वास्थ्य चौकी स्वास्थ्य संस्था जुन छ अब जस्तै सानो हस्पिटलदेखि लिएको ठुलो हस्पिटलसम्म त्यहाँबाट चाहिँ हजुरले बिमाको कार्ड लिएर जान सक्नुहुन्छ। यस बापत चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरले नेपालको ठुल्ठुलो अन्य प्रसिद्ध हस्पिटलमा अब अथवा हजुरलाई उपचार गराउन मन लागेको हस्पिटल यदि दर्ता छ भने बिमा दर्ता छ भने हजुरले त्यहाँ गएर मजाले बिना पैसा अथवा चाहिँ सबभन्दा कम पैसामा 1 लाखसम्म सुरक्षा चाहिँ हाम्रो सरकारले दिने भएको कारणले गर्दाखेरि हजुरले मजाले चेक गराउन सक्नुहुन्छ। यसमा चाहिँ हजुरले नर्मल रेगुलर चाहिँ हेल्थ चेकअप गराउन पनि पायो। अब जस्तै हुन्छ नि त नर्मल रेगुलर हेल्थ चेकअप गराउनलाई पैसा भएन भन्न पनि पर्ने नि त। यदि हजुर वर्षभरि बिरामी हुनु भएको छैन भने 1 लाख त बचेको छ नि। त्यो गरेर हजुरले फेरि रिन्यू गर्दै गएर चेक गराउँदै अर्को वर्ष फेरि रिन्यू गर्दै फेरि अर्को वर्ष चेक गराउँदै गर्नुपर्ने हुन्छ। अनि अर्को प्रश्न चाहिँ कस्तो आउँछ भन्दाखेरि जस्तै स्वास्थ्य बिमा गरेर आएको आज जस्तै म हस्पिटलमा एडमिट भएपछि चाहिँ 7 दिन भन्नुभएको थियो नि त डाक्टरले। तर 7 दिनभन्दा बढी कभर भयो भने मेरो बिमाले कभर गर्छ कि गर्दैन भन्ने कुरा छ। त्यो भनेको नि बिमाले कभर गर्छ। हजुर जुन ठाउँबाट रिफरल लिएर आउनुभयो त्यसपछि चाहिँ जुन हजुरले अस्पतालमा अथवा चाहिँ स्वास्थ्य चौकीमा जचाउन जाने हो त्यो भनेको चाहिँ 7 दिनभित्र जानु पर्यो। त्यस पछाडिको सबै खर्च भनेको चाहिँ 1 लाखसम्मको चाहिँ बिमाले कभर गर्छ। बिमा त बनाइहाल्यो, रिफरल चाहिन्छ भन्छन्। यदि म झुक्केर आकस्मिक केही भयो भने त्यो बिमा नै बनाए त के काम के अर्थ भन्ने हुन्छ। तर एउटा बिमाको के सुविधा दिएको छ भन्दाखेरि नेपाल सरकारले यदि आकस्मिक अवस्था छ अथवा चाहिँ इमर्जेन्सी कन्डिसन छ भने बिमा भनेको रिफरल बिना पनि काम गर्छ। अनि जब हजुरको बिरामी अथवा आफू भनेको चाहिँ स्टेबिलाइज हुनुहुन्छ मतलब सबै कुरा नर्मल हुन थाल्छ त्यति बेला चाहिँ हजुरले फेरि पहिलाको जुन संस्थाबाट फेरि रिफरल ल्याएर त्यहाँ आएर चेक गराउनु पर्ने हुन्छ। बिमामा के कभर हुन्छ भन्दा चाहिँ नर्मल्ली बिमामा लगभग सबै रोगहरू कभर भएको हुन्छन्। अनि त्यो कारणले गर्दाखेरि हजुरको पैसा पनि खर्च कम हुन्छ। अनि स्वास्थ्यलाई चाहिँ हजुरले पहिलो प्राथमिकतामा राख्न पाउनुहुन्छ। पैसा नभएको कारणले गर्दाखेरि अब स्वास्थ्य चाहिँ कसैको चेक गराउनबाट रोकिँदैन भन्ने कुरा पनि यहाँबाट सिक्नु पर्यो। त्यो भएर पैसा छैन भन्ने बहाना त पार्नु नै भएन। किन भन्दाखेरि हजुर
नजिकको प्राइभेट क्लिनिकमा जानुहुन्छ 750 रुपियाँ दिइहाल्नुहुन्छ नि त। तर त्यो भन्दा पनि यदि त्यही 700 रुपियाँको हजुरले बिमा गराउनु भयो भने चाहिँ 1 लाखसम्म त्यही प्राइभेट क्लिनिकमा बिमा लिएर जानुभयो भने 1 लाखसम्मको सुविधा भनेको सरकारले दिने भयो कि। त्यही भएर चाहिँ स्वास्थ्य बिमा भनेको एकदमै महत्त्वपूर्ण छ। अहिले किन भन्दा चाहिँ अहिले धेरै मान्छेले स्वास्थ्य बिमा बनाउनु त भएको छ, तर यसको उपयोग चाहिँ कसरी गर्ने, रिफरलको कुरा छ, यता छ, यो झन्झट त्यो झन्झट भन्नुहुन्छ। यो हजुरले प्रोसेस मजाले बुझ्नुभयो भने चाहिँ केही पनि झन्झट छैन। आफू पनि स्वस्थ रहनु होला, बिमाको सदुपयोग गर्नु होला। आफूलाई चाहिँ अब पैसाको टेन्सन छ भन्ने जस्तो छ भने चाहिँ बिमा बनाउने, सरकारले कभर गरिदिन्छ, सरकारलाई पैसा तिर्न लगाउने। अनि सरकारले 1 लाखसम्म कभर गर्ने भएपछि त के को टेन्सन नि होइन। मैले त बिमा बनाइसकेँ, मेरो त आजभन्दा 3 वर्ष अगाडि बिमा बनाइसकेको छ। अब हजुरले चाहिँ बिमा बनाउनु भएको छ कि छैन, बनाउनु भएको छैन भने सकेसम्म नजिकको वडा कार्यालयमा गएर बुझेर त्यहाँ बिमा बनाइहाल्नु ल।